अब भने दुर्गामा, श्रुति, बिक्की त्यस्तै मालतीको काल भने नजिक आउँदैछ। हो साथीहरू, यति बेला रामले बदला लिन भने थालिसकेका छन् र रामको पहिलो शिकार भनेको विशाल बनेका छन् र यति बेला विशालको अन्त्य भने रामले गरिदिइसकेका छन् र अब भने पालो बिक्की, दुर्गामा, श्रुति र मालतीको हो र अब यिनीहरूको पनि एक एक गरी पालो आउनेवाला छ र रामले यी अपराधीहरू कसैलाई पनि बाँकी राख्नेवाला बनेछ छैनन्। यति बेला रामले सबै वास्तविक कुराहरू र सबै योजनाहरू भने यी अपराधीहरूको सबै योजनाहरू भने बुझिसकेका छन् र रामले यति बेला आफ्नै तरिकाले बदला लिन भने थालिसकेका छन् र यति बेला रामले कानुनको सहारा बिना नै यी अपराधीहरूलाई तह लगाउन थालिसकेका छन् र रामको पहिलो शिकार बनेका विशालको भने यति बेला मृत्यु भइसकेको छ र यति बेला रामले विशालले जतिजनालाई पनि अपराध गरेका थिए ती पीडित चेलीहरूकै हातबाट भने यति बेला रामले विशालको भने अन्त्य गराइदिइसकेका छन् र यति बेला राम जीवितै अवस्थामा छन् भन्ने कुरा भने अरू अपराधीहरूलाई भने थाहा छैन। उनीहरू सबै भने यति बेला राम मरिसक्यो भन्ने कुरामा भने विश्वस्त छन्, तर राम यति बेला जीवितै अवस्थामा छन् र यति बेला जोगीको भेषमा हाम्रो काल आइसक्यो भन्ने कुरा भने दुर्गा आमाहरूले पनि बुझिसकेका छन् र जोगीको भेषमा आएर कमला र मुनालाई बचाएका थिए भन्ने कुरा पनि दुर्गा आमाहरूले चाल पाइसके पछाडि यति बेला दुर्गा आमाको होस हवासै भने उडिसकेको छ र यी अपराधीहरू भने डरले काम नभने थालिसकेका छन् र अब भने यिनीहरूको पनि पालो छिटै नै आउनेवाला छ र रामले यी अपराधीहरूलाई कुनै पनि हालतमा छोड्नु हुँदैन। रामले जसरी भए पनि अब यी अपराधीहरूलाई पनि एक एक गरी तह लगाउनु पर्छ भने तपाईँहरू पनि हुनुहुन्छ भने कृपया हाम्रो यस भिडियोलाई एक लाइक गरेर कमेन्ट सेक्सनमा राम लेखेर हाम्रो यस च्यानललाई पनि सब्सक्राइब गरिदिनुहोस् है त। त्यस्तै साथीहरू 15-16 दिनदेखिको रामलाई अस्पतालबाट नै कसैले गायब गर्यो भन्ने कुरा भने यति बेला कमला, मुना त्यस्तै रमेशहरूले पनि चाल पाइसकेका छन्, तर कसले गायब गर्यो र कहाँ लगेर फ्याल्यो वा के गर्यो, मार्यो, जिउँदै अवस्थामा छन् भन्ने कुरा भने उनीहरूलाई भने थाहा छैन। तर यति बेला अस्पतालको सिसिटिभी फुटेज हेरेर भने बिक्की र विशालले नै रामलाई अपहरण गरेका हुन् भन्ने कुरा भने चाल पाइसकेका छन् र अब भने पक्कै पनि रमेश, कमला, मुनाहरू मिलेर भने विशाललाई त रामले मारिसकेका छन्। त्यस्तै उता अब बिक्कीलाई भने आफ्नो नियन्त्रणमा लिएर भने पक्कै पनि आफ्नै तरिकाले सोधखोज भने गर्नेवाला छन् र त्यस पछाडि भने पक्कै पनि सबै वास्तविक कुरा भने चाल पाउनेवाला छन्। तर बिक्कीहरूले भने राम मरिसक्यो भन्ने कुरा भने पक्कै पनि भन्नेवाला छन्, तर राम यति बेला जीवितै अवस्थामा छन् र जोगीको भेषमा छन् भन्ने कुरा भने कसैलाई पनि थाहा भने छैन। न त यता कमलाहरूलाई पनि थाहा छ, न त यता अपराधीहरूलाई पनि कसैलाई पनि राम यति बेला जोगीको भेष धारण गरेर हिँडिरहेका छन् र जङ्गलमा बसिरहेका छन् भन्ने कुरा कसैलाई पनि थाहा छैन र अब भने रामले यी अपराधीहरूलाई पनि एक एक गरी तह लगाइरहेका छन् र रामको सबैभन्दा पहिलो शिकार भनेको विशाल बनेका छन् र अब भने पक्कै पनि बिक्की त्यस्तै दुर्गा आमा, श्रुति, मालतीको पालो पनि बिस्तारै आउनेवाला छ र आगामी एपिसोडहरूमा तपाईँहरू रामले कसको शिकार गरेको हेर्न चाहनुहुन्छ कृपया आफ्नो विचार भने कमेन्ट सेक्सनमा लेख्नुहोस् है त। र रामले अब कसलाई तह लगाउँदाखेरि ठिक होला कृपया आफ्नो विचार कमेन्ट सेक्सनमा लेख्नुहोला। साथै हाम्रो यस च्यानललाई पनि अहिलेसम्म सब्सक्राइब गर्नुभएको छैन भने कृपया हाम्रो यस च्यानललाई पनि सब्सक्राइब गर्नुहोला भन्दै अहिले चाहिँ बिदा माग्न चाहन्छु। हस्, नमस्कार।